Hi everyone, welcome to my first mini vlog. आज चाहिँ म र मेरो साथी न्यू इयर इभ मनाउनको लागि लेक्चर जान लागेको। मैले चाहिँ स्किन केयर र मेकअप अलरेडी गरिसकेको थिएँ एन्ड हियर इज अ क्विक नेल चेक। हामीलाई चाहिँ एकदम नै ढिलो भएको थियो, त्यही भएर धेरै भिडियो फिल्म नगरिकिन हामी चाहिँ सबैलाई पायो भनेर निस्कियौँ। पोखराको बाटो कस्तो छ हजुरहरूलाई त थाहा नै छ, त्यही माथि बीचमा जाम भइरहेको थियो। आफ्टर अल हामी चाहिँ लेक साइड पुगियो। अहिले चाहिँ न्यू इयरको अकेजनमा स्ट्रिट फेस्टिभल लागिरहेको छ अनि हामी चाहिँ भ्यू इन्जोय गर्दै गयौँ एन्ड वी रिच इन आवर डेस्टिनेसन। हामीले चाहिँ पहिलेदेखि त सोर आउने प्लान गरिरहेको थियौँ एन्ड फाइनली वी आर हियर नाउ। यहाँबाट चाहिँ लेकको भ्यू एकदम नै राम्रो देखिन्छ अनि हामीले चाहिँ जाने बित्तिकै हाम्रो फुड र ड्रिङ्क्सहरू अर्डर गर्यौँ। त्यसपछि चाहिँ हामीले भ्यू इन्जोय गर्दै अलिअलि फोटो भिडियोजहरू लिए। आज चाहिँ वेदर पनि भनेको जस्तै थियो, गोल्डन आवर भएकोले फोटोज भिडियोजहरू पनि एकदम नै राम्रो आएको थियो। त्यसपछि हाम्रो ड्रिङ्क्स फुडहरू पनि आयो अनि हामी चाहिँ गफ गर्दै हाम्रो फुड इन्जोय गर्यौँ। हामी चाहिँ अलमोस्ट 2-3 मन्थ पछि यसरी भेट भएको, त्यही भएर हामी चाहिँ नन स्टप कुरा सेयर गर्दै खाजा खायौँ। पोखरामा बस्ने मान्छेलाई चाहिँ सबैले एकदम नै लकियो भन्नुहुन्छ एन्ड यस वी आर, कज लुक एट दिस भ्यू। यहाँको चाहिँ लाइट अन गरिसकेपछि झन ब्युटी इन्हान्स भएको थियो। अझै फोटो भिडियोजहरू लिन मन थियो तर वी आर अलरेडी लेट, त्यही भएर वी डिसाइडेड टु लिभ। त्यसपछि चाहिँ हामी लाग्यौँ स्ट्रिट फेस्टिभल एक्सप्लोर गर्नलाई। डिफ्रेन्ट ठाउँबाट मान्छेहरू न्यू इयर सेलिब्रेट गर्नलाई आउनु भएको थियो। लाइटिङ, डेकोर अनि स्ट्रिट फुडले चाहिँ डिफ्रेन्ट भाइब दिइरहेको थियो। स्ट्रिटमा भेराइटिज अफ फुडहरू थियो। वी आर फुल, त्यही भएर केही खाएनौँ बट वी इन्डेड अप बाइङ दिस माडा एन्ड छुर्पी। हामीलाई चाहिँ टेस्ट गर्न पनि दिनुभएको थियो एन्ड इट वाज सो गुड। यति किनेर चाहिँ वी आर हेडिङ टु आवर होम एन्ड वी आर हियर आफ्टर वेल स्पेन्डिङ डे टुगेदर। सो या, थ्याङ्क यू फर वाचिङ। क्याच यु इन द नेक्स्ट भ्लग।